हेलो एभ्रिवान। आज चाहिँ मैले यो चेल्सी बुटको बारेमा केही कुरा भन्न गइरहेको छु। यसको हिस्ट्री हेऱ्यो भने तपाईँको यो 1800 देखि 1900 शताब्दीको बिचमा चाहिँ क्वीन भिक्टोरियाको लागि चाहिँ जे स्पार्क हल भन्ने एउटा सू मेकरले चाहिँ एउटा बनाइएको डिजाइन कन्सेप्ट, एउटा इनोभेसन भनौँ न, हो। त्यति बेला अब साइडमा इलास्टिक हालेर त्यही तरिकाको एउटा कन्सेप्टको एउटा सू एउटा डिजाइन गरियो होइन। पछि अब त्यसको चाहिँ पपुलारिटी चाहिँ कहिले बढ्न गयो भने चाहिँ यो 1950देखि 60को बिचमा चाहिँ त्यति बेलाको ठुलो अब आर्टिस्ट, अब तपाईँको ब्यान्ड मेम्बरहरू होइन, धेरै जसो अब त्यो तिनीहरूले चाहिँ लगाएर चाहिँ तपाईँको यो चाहिँ धेरै पपुलारिटी भयो क्या यसको। जस्तै यो लन्डनको चाहिँ एउटा चेल्सी भन्ने सिटीमा चाहिँ त्यति बेलाको चाहिँ ब्यान्ड मेम्बरहरू, जस्तै यो द बिटल्स होइन, द रोलिङ स्टोन, यिनीहरूको चाहिँ ब्यान्ड मेम्बरहरूले चाहिँ लगाएर चाहिँ होइन त्यति बेला पर्फर्म गरेर गरेको भएर चाहिँ यो चेल्सीमा गरेको भएर चाहिँ चेल्सी बुट भनेर चाहिँ त्यसरी नाम चाहिँ नामाङ्कन गरियो भनौँ न। त्यति बेला त्यसरी आइयो नाम। अनि तपाईँको त्यसपछि चाहिँ त्यति बेला धेरै नै त्यो ब्यान्ड मेम्बर लगाएर त्यति बेला द बिटल्स बुट्स पनि भनियो, किनभने त्यति बेलाको उनीहरूको आफ्नै एउटा सु हिलहरू लामो गरेर होइन, त्यो टोहरू पनि यस्तो टोहरू पनि पोइन्टेड गरेर होइन, चुच्चो बनाएर त्यो आफ्नै एउटा डिजाइन बनाएर त्यति बेलाको एउटा क्रेज भनौँ न, एउटा चेल्सी बुटमा त्यस्तो राम्रो क्रेज बनाउनमा चाहिँ उनीहरूको पनि धेरै हात भयो होइन। क्रमशः हालसम्म पनि त्यसको डिजाइनले गर्दा त्यसको त्यो लुक्स होइन, अब त्यो लगाउने धेरैले रुचाएको गरेर हालसम्म पनि ठुला ठुला फेसन ब्रान्डहरूले पनि अब अहिले पनि त्यसलाई कन्टिन्यू गरेर होइन, विभिन्न सेपमा, डिजाइनमा होइन, विभिन्न लेदर क्वालिटीहरूमा, स्वेडमा होइन, अनेक गरेर हालसम्म पनि अहिले त्यसको भनौँ न पपुलारिटी अहिलेसम्म पनि मान्छेले रुचाइएको छ। यसलाई इजी बुट्स पनि भनिन्छ, लेजी बुट्स पनि भनिन्छ होइन, किनभने यो चाहिँ दायाँ बायाँ इलास्टिक हुन्छ होइन, खस्स हाल्न सजिलो भयो, सुलेसहरू हुँदैन। त्यो पनि हालसम्म पनि धेरैले रुचाउनुहुन्छ यो डिजाइन। यो चाहिँ तपाईँको फर्मल, क्याजुअल दुइटै चाहिँ फेसन अटायरमा पनि यो सुट गर्छ है।